यहाँ एउटा भिडियो सुट गर्न आएको छौँ अनि सम्पूर्णलाई नमस्कार। म ब्रियस राई। न्यू डे न्यू ब्लग आफ्टर लङ टाइम पछि अनि जस अब लगभग 1-1.5 हप्ता भयो होला भिडियोहरू नबनाएको। अब पहिला चाहिँ अलिकति एक दिन 2 दिनको ग्यापमा हाल्ने गरेको थिएँ। अब यो दसैँको बिचमा चाहिँ अब धेरै साथीहरू आउनु भयो अनि अब गाउँमा त्यही अरू बेला साथी नहुने, अब साथीभाइ धेरै टाइम पछि वर्षमा एकताल साथीभाइहरूसँग भेटेपछि अब त्यो अलिकति मनले पनि त्यो भिडियो बनाउनु मानेन कि अब साथीहरू कता कता जानुहुन्छ त्यतै मात्रै कुद्नु मन लाग्ने अनि त्यही भएर भिडियो बनाउनै पाइएन। र अर्को मेन समस्या चाहिँ के भयो भने अब दसैँमा चाहिँ धेरै पानी पर्यो नि त। त्यही पानी परेर चाहिँ नि अब पुरै लाइन साइन गइदिने है, अनि त्यसपछि पुरै अन्धकार के पुरै कालो अनि मोबाइल पनि अफ। त्यसपछि अब दसैँको त्यही भएर दसैँको भिडियोहरू चाहिँ बनाउन पाइएन। अनि आज चाहिँ हामी आएको छौँ कभर डान्स भिडियो बनाउन। अनि अब कलाकारहरू चाहिँ अनि ड्रेसअपहरू गर्दै हुनुहुन्छ, कपाल सपाल मिलाउने, ड्रेस मिलाउने। अनि जस अब यो भिडियो चाहिँ युट्युबमा चाहिँ आउँदैन, टिकटक र फेसबुकमा आउँछ। अब अनि युट्युबमा हाल्नलाई त अब यो खालको हाम्रो त्यो युट्युबको क्याटेगोरी नै छुट्टै पर्दैन नि त। अनि अब अर्को कुरा त अब फेरि यो युट्युबमा हालिसकेपछि धेरै पर्मिसनहरू लिनुपर्ने हुन्छ, मापदण्डहरू धेरै पुरा विधिहरू धेरै हुन्छ। त्योहरू कम्प्लिट गर्नको लागि अलिकति हामी अहिले अलिकति योग्य छैनौँ भनौँ न। अलिकति अब बिस्तारै भर्खर स्टार्टिङ हो। अनि जस अब टिकटक र फेसबुकमा चाहिँ आउँछ, हेरिदिनु होला, सबैले माया गरिदिनु होला। अब त्यति धेरै राम्रो पनि नसुन्नु होला, हामी भर्खर हो है। अब जस ठिकैको हुन्छ होला। कलाकारहरू हुनुहुन्छ अनिसा राई, अनुपमा राई, अनि प्रज्ञा राई, अब युनिसा राई। सिन पनि कस्तो दामी छ कि अहिलेको यो ठाउँको। अब जुन अब यो रियलमा चाहिँ झन् अझ धेरै राम्रो देख्छ कि जुन यो आँखाले हेरेको र यो क्यामेरामा खिचेको त आकाश पाताल फरक भइ नै हाल्छ है। अब भिडियोमा चाहिँ अब त्यति साह्रो खतरा पनि नदेखिएला, तर यत्तिकै चाहिँ यस्तो दामी छ नि, अति नै बवाल छ कि यो ठाउँ। यो ठाउँको पहिला पनि भ्लग बनाएको थिएँ, त्यो भ्लग पनि छ, हेर्न सक्नुहुन्छ। यो ठाउँको पुरै म पुछारको सबै भ्लग बनाएको छु। अब चाहिँ हामी कभर डान्स भिडियोहरू सुट गर्छौँ। हाम्रो गीत चाहिँ रहेको छ शिरफुल 1 के भन्छ त्यसको गीतको पनि भन्न मलाई मजा लागेन, एकदिप लिम्बूको गीत हो। अनि त्यहाँ चाहिँ हामी कभर डान्स भिडियो बनाउन लागिरहेछौँ। यहाँ त हाम्रो युनिसा, यहाँ यता कलाकार बहिनी हुनुहुन्छ। देखिसक्नु भयो, हामी यहाँ एउटा भिडियो सुट गर्न आएको छौँ। अनि खासै त्यति धेरै राम्रो त नहोला, तर पनि अन्तिमसम्म हेरिदिनु होला। अब आउने भिडियोहरू पनि राम्रो आउने छ। अनि जस अब त्यति धेरै राम्रो खतरा आउँछ भन्ने त्यो एक्सपेक्ट पनि नगर्नु होला। पहिला पनि बनाउनु चाहिँ एउटा बनाएको थियौँ, त्यो भिडियो पनि अब रेस्टुरेन्टहरू राम्रै आएको थियो। अनि जस यो पनि अब आउँछ नै होला भन्ने जस एउटा आशा छ। अब हाम्रो सक्दो हाम्रो उसले भ्यान्जेलसम्म हामी एकदम मजाले मेहनत गरेर चाहिँ बनाउँछौँ, हेरौँ अब कस्तो हुन्छ। यहाँ हुनुहुन्छ हाम्रो किरण दाजु, भिडियो बनाउन लागिरहेछौँ। एकदिन बच्चन देखेका बासी में छुट्यो काम छ त्यस्तोमा बुझ्को नै मिला जस्तो त पनि घारी गर्नु। म एडिटिङ पछि लसेँ नि। ठीक छ, मेरो फोन पे पा ठिक दिन्छ दाजु, फोन पे पनि ल, फोन पे पा मागे नि हाने भने हो ल बन्नु त बिना न यस ठ्याक्कै तर फोन एक आबी पासवर्ड देखिरहेको के बीच जरा जम्मै दुईजना उताबाट आउने, यहाँ दुईजना बसेर मोबाइल सोबाइल यताउता के चलाउने गर्ने। अनि बोलाउने आजका अनुपमा फेरि 10 रुपियाँ चिलो 10 रुपियाँ सर्ट भएन भन्दै उठबस गराएको 10 रुपियाँ ल है लगासी मिल्छ भेन्दै चाहिँ ल है।
चाहिँ ल भयो अब चाहिँ यहाँ हाम्रो चाहिँ स्टेपको लागि यहाँ कलाकारहरूले चाहिँ प्र्याक्टिस गर्दै हुनुहुन्छ यसरी सिजर चाहिँ यसरी सर्ट 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 हान्दिने के अनि यहाँ त किरण दाइले सिकाउँदै हुनुहुन्छ भएन भयो हो ल फेरि भाल्सिका लक उक्सा बुझि म ए जे बाबु न मन जे बते मेरो ल खुसानी अनुपमा बालदेवडा हो ल ए ल रक्सी है त गाना बेबी कोताल डर हेर्दा चाहिँ यस्तो रमाइलो भइरहेछ कि अब कस्तो दामी क्या यस्तो शीतल हुने कि मनै अनि यता स्टेपहरू सिक्दै हुनुहुन्छ अनि अब त्यही हो होइन यस्तो मजा लागिरहेछ क्या भिडियो बनाउनु चाहिँ अलिकति गाह्रै छ है अब 3 2 1 है रेडी है ल आजको हाम्रो भ्लग चाहिँ अब अन्तिमतिर आइसकेको छ अनि जस अब धेरै रमाइलो पनि गऱ्यौँ अब जसो अनि कभर डान्स पनि बनायौँ अनि अब ठाउँ पनि त्यस्तै दामी छ है सबैजनाले देख्न पनि सक्नुहुन्छ भिडियो बनाएको छौँ अनि जस अब कम्प्लिट चाहिँ अब गरेको छैन अब केही दिनपछि हाम्रो जस कभर डान्स भिडियो आउँछ यो भिडियो चाहिँ युट्युबमा आउँदैन टिकटक र फेसबुकमा आउँछ त्यसपछि अब सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला बाई बाई